अस्सलाम वालेकुम। केना साथी सब ठीक ठाक है? उम्मीद करे तो सही हो। ये वीडियो देखियो है सोशल मीडिया सब पर जो चले छे बात है ना। हमरा ये वीडियो देख के बहुत अच्छा लागल और अपने से केहन लागत जरूर कमेंट करब है ना। पहले पूरा ये वीडियो देखियो अपने सब, ठीक है। त्यसलाई चाहिँ अनुगमन गर्नु पर्यो। अब यहाँ आरएसएस लगायतका चाहिँ भारतीय अतिवादीहरूले चाहिँ जिल्लामा चाहिँ आफ्नो चाहिँ संगठन सपोर्टेड अर्गनाइजेसनहरू बनाएछन् भन्ने कुरा छ। अब त्यहाँ उनीहरूले पनि कुनै मठ मन्दिरलाई अथवा कुनै सार्वजनिक ठाउँलाई चाहिने त्यस्तो हतियारहरूको अखाडा त्यस्तो चाहिँ उहरूको अखाडा बनाएको हुन सक्छ हैन। अब अर्को भन्दैछ हिन्दू सम्राट सेनालाई अब कसले सपोर्ट गरेको छ त्यसको पनि खोजी गर्नु पर्यो। सम्राट सेना भनिसकेपछि त यो कसको हो? सुन्नुहोस्, अब कसको खोजी गर्नु पर्यो सरकारले। आरएसएस सपोर्ट हो कि होइन सरकारले खोजी गर्नु पर्यो हैन। हो भन्ने चाहिने छ बाहिर छ। सेना भनिसकेपछि सेनासँग के हुन्छ? सेनासित लडाकुहरूको संख्या हुन्छ, लडाकुहरूको संगठन हुन्छ। लडाकुहरूको संगठन नभइकन सेना हुन्छ। सेनाभित्र चाहिँ हतियार हुन्छ, हतियार नभई सेना हुन्छ हैन। सेनाभित्र त्यसको कमान्ड सिस्टम हुन्छ हैन। सेना भनिसकेपछि त सेना हुन के चाहिन्छ अनिवार्य सबै चिज चाहियो नि त। खोज्नु पर्दैन सरकारले खोज्नु पर्दैन। अब हुँदा त्यही चाहिने सम्राट सेनालाई चाहिने अब आधिकारिकता दिए जस्तो गरेर त्योसित वार्ता गरेर सम्झौता गरेर त्यसैले हो त्यो कप्तानगञ्जदेखि त्यहाँ चाहिँ वितण्डा मच्चाको त्यही। मैले भन्दैछु, म त भन्दैछु त्यही अतिवादी समूहले मुस्लिमको चाहिने फल्स फ्ल्याग अथवा मुस्लिमको चाहिने आवरणमा गरेर नर्मल हिन्दूहरूलाई चाहिने हत्यारा प्रताडित गरेर सम्पूर्ण हिन्दूहरूको माहौललाई भने यो सबै कुराको जिम्मा त्यही सेनाले लिनुपर्छ। त्यो सेनाले लिनुपर्छ भन्ने मलाई लाग्छ हैन। सरकारले अनुसन्धान गरोस् र सम्पूर्ण हिन्दूहरूको माहौललाई भड्काएर हिन्दू मुस्लिमको दंगा गराउन खोजियो, तर खोजे जस्तो हिन्दू र मुस्लिमको दंगा भएन देशमा। उनीहरूले अलिक बढी नै खोजेका थिए। उनीहरूले बढी खोजेका थिए किन भन्दा हिन्दू यसमा चाहिँ पश्चिमाको छ कि इन्डोको मात्रै छ? म भन्दैछु उनीहरूले खोजेका थिए हिन्दू र मुस्लिम प्रत्यक्ष लडौँ हैन। मुस्लिमहरू अल्लाहु अकबर भन्दै हिन्दूमाथि आक्रमण गर्न आउन्, हिन्दूहरू जय श्रीराम भन्दै मुस्लिममाथि आक्रमण गर्न जाउन्, पुरै त्यहाँ खुनको खेल होस् भन्ने चाहिँ उनीहरूले चाहेका थिए। तर त्यो भएन। त्यो किन भएन भने नेपाली जनताको तागतले त्यो हुन दिएन। त्यो सरकारले भनेर होइन। सरकार त 3 दिन तर गृहमन्त्रीले गरे नि त। उनीहरू त 3 दिनसम्म त्यहाँ गएकै छैन। यहाँ तेस्रो दिनमा चाहिने यहाँको जब मस्जिद मदरसा पर जब राजनीतिक पार्टीहरू चेक इन हो सके, जांच हो सके तो और संगठन सब पर चलान हो सके। ये वीडियो में हमारा बहुत अच्छा लगा। त्यो विषयमा रवि लामखेला